भदौ 23-24 गतेको जेनजी आन्दोलनपछि सरकार विघटन भइसकेपछिको प्रतिनिधि सभाको निर्वाचन 2082 आज फागुन 21 गते मतदानमा सरिक हुन मताधिकार प्रयोग गर्न सपरिवार सहभागी हुन जाँदै हुनुहुन्छ। आज मतदानको दिन पुरै रोड सुनसान खाली रहेको छ। आज मतदान केन्द्रतर्फ हामी गइरहेका छौँ। यो हाम्रो सुर्खेत क्षेत्र नम्बर 2 अन्तर्गत चाहिँ को मतदान केन्द्र हो। यो वीरेन्द्र नगरपालिका वडा नम्बर 1 ढोडेखाली अन्तर्गत सरस्वती प्राथमिक विद्यालयमा चाहिँ हाम्रो मतदान केन्द्र रहेको छ, जहाँ लगभग हामी मतदान केन्द्र नजिक पुगिसकेका छौँ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ, यहाँ मतदान केन्द्र बाहिर थुप्रै मतदाताहरू जम्मा हुनुभएको छ। कसैले मतदान गरिसक्नुभयो भने कोही मतदानको लागि जाँदै हुनुहुन्छ, जहाँ हामी पनि मतदान केन्द्रतर्फ अग्रसर छौँ। मतदान गर्नको लागि अगाडि बढिरहेका छौँ। यसरी यहाँ केही यस्तो खालको भिड हामीले यहाँ देख्न सक्छौँ। मतदान केन्द्र वरिपरि बाहिरतर्फको यो वातावरण, जहाँ केही मतदाताहरू मतदान गरिसकेर बाहिर आपसमा कुराहरू गर्दै हुनुहुन्छ। यहाँ मतदानको लागि हामी भित्र प्रवेश गर्दै हुनुहुन्छ। प्रवेश गर्नु अघि चेकअप, निर्वाचन प्रहरीहरू सुरक्षार्थ निर्वाचन प्रहरी खटिनु भएको छ। जुन सरस्वती प्राथमिक विद्यालयमा 3 वटा केन्द्र रहेका रहेछन्, क, ख, ग, जसमा चाहिँ यो खालको भित्री वातावरण, भित्र फोटो खिच्न भिडियो गर्न पाइँदो रहन्छ। बाहिरदेखि हामी यसरी हेर्न सक्छौँ यहाँको वातावरण। अब लगभग हाम्रो सुभाषले चाहिँ भोट हालेर आइसक्नु भएको छ। यसै गरी बुवा मम्मीहरू पनि भोट हालेर आउँदै हुनुहुन्छ। उहाँहरूले पनि भोट हालेको देखाउँदै हुनुहुन्छ। यसै गरी पर्वाले पनि भोट हालिसकेकी छिन्। पर्वा पनि भोट हालेर आइसकेपछि यहाँ यसरी मैले भोट गरेँ भनेर एकदम खुसी व्यक्त गरेकी छिन्।